ल नमस्कार, मैले चाहिँ अहिले साइकल के अरे मुढामा साइकलको टायर लगाउँदैछु। यसलाई चाहिँ छेड्ने तरिका यसरी यहाँबाट हिँड्यौ नजिक यो दुईटा औँलाको बिचबाट निकाल्ने है। यसरी आउँछ, यसलाई यहाँबाट यसमा राख्ने यसरी, त्यसपछि सट्ट तान्ने यतापट्टि आउँछ, त्यसलाई यो बटारिएको हुन्छ। कुनै बेला चाहिँ राम्रो यसलाई यसरी घुमाइदिने, सिधा बस्छ, यसरी तान्ने, यता ल्याउने, यता यसरी ल्याउने, त्यसपछि फेरि यसलाई यता तान्ने, यता यस्तो बनाउनु, यस्तो भित्र जान्छ है। हेर्दै गर्नु होला, मैले 2-4 स्टेप हजुरलाई देखाउँ कि भनेर, हेरेर सिक्नुभयो भने सजिलो हुन्छ क्या। यसरी त्यसपछि यहाँ लाने, सट्ट तान्ने, यता ल्याउने, यसलाई यस्तो बनाउने, यस्तो हुन्छ, यता ल्याउँ, यस्तो गरौँ, यस्तो गरेर ट्याउ पछाडि यहीँ तिम्रो नजिक बोल नत्र जुम गर। यसलाई ट्याक्क यहाँबाट यसरी लाने, यसलाई यसरी यता दिने, त्यसपछि यहाँ राख्नु, यसलाई यता लाने, त्यसपछि यता तान्ने, त्यसपछि यसलाई टाइट गरेर तान्ने, त्यसपछि यहाँ बिचमा लाने, त्यसपछि यता तान्दिनु होला, त्यसपछि यस्तरी भित्र लाने। यस्तो गऱ्यो भने भोलि हुन्छ। यो तरिका पनि हजुरहरूले सिक्नु होला। यस्तो नगरेर एउटा छिनी बनाएर छिनीले पनि पाल पार्न सकिन्छ टायरलाई, त्यसरी पनि सजिलो हुन्छ। टायर चाहिँ यस्तो हुन्छ। यो होला हालिसकेपछि टक्क बाँधिएको हुनुपऱ्यो। भित्रपट्टिको भाग पनि सेम हुन्छ, यस्तो हुन्छ। यो चाहिँ फलामको रिङ हो, बलियो हुन्छ। यसरी बाँध्यो भने, यसरी बुन्यो भने, अझ यसलाई मसिनो चाहियो भने यहाँ पनि गर्न सकिन्छ, एउटा कटाएर। तर त्यो धेरै मसिनो हुन्छ। यो दुईटा कटाउनुहोस्, अझ तीनटा कटाए पनि हुन्छ, तर यो दुईटा कटाउँदा चाहिँ ठिक्क देखिन्छ क्या। त्यही भएर हस् त, धन्यवाद है हजुरहरूलाई भिडियो हेरिदिनु भएकोमा।